है, जेसीबी है, यही है। भिडियोमा आउनलाई मुसुक्क हाँसिन बज्छ यहाँ, सही हो। तपाईको भ्लगमा 1000 लाइक आओस्। ल धेरै धेरै धन्यवाद। Hello guys, welcome back to my channel. भन्देऊ हाई भन्देऊ दाई, हाई भनिदिनु। ओ राजेश दाई, हाई भनिदिनु, हाई भनिदिनु। हाई भन्ने हेलो हेलो ल। सो आज हामी जाँदैछौँ ककनी गाउँपालिका ओखरपौवा वडा नम्बर 2 के अरे नमुन्चेर भन्ने गाउँमा। हाम्रो मल्टिकल्चरको आज इन्टरभेन्सन डे रहेको छ। अनि त्यसपछि हामी आजको ओभरअल एक्टिभिटिज तपाईँहरूलाई यो भ्लग मार्फत देखाउँदै जानकारी गराउँदै जान्छौँ। हाम्रो टोली रेडी भइसकेको छ। हाम्रो मुख्य पात्र यहाँ आउँदै हुनुहुन्छ भिडियोमा। हाई भनिदिनु दाइ। है ठिक छ ल। अब के हुन्छ हामी बाटोमा तपाईँहरूलाई देखाउँदै जान्छौँ है त गाइज। हेर्दै रहनुहोला खबर भित्रको खबर, भिडियो भित्रको भिडियो है। दिदी चिया खाँदै ढिला गर्ने, जहिले ढिला गर्ने दिदी पर्छिन् होइन। ल उनीहरू झगडा गर्दै गर्छन्, म तपाईँहरूलाई बाटोमा देखाउँदै जान्छु है त। सी यू। ओके गाइज, हामी अगाडि बढिसकेका छौँ। अब हामी नुवाकोट पासाङ लामो राजमार्गतर्फ अगाडि बढिसकेका छौँ। केही अगाडिसम्म बाटो राम्रो छ, त्यसपछि हामी अफरोड हुँदै जानुपर्ने हुन्छ। बाटो चाहिँ ओसोसम्म मात्रै राम्रो छ अहिले हेर्दाखेरि चाहिँ है। अनि आजको हाम्रो प्रोग्रामको आउटलाइन भनेको हामी पहिला सुरुमा महाकाली मावि स्कुलमा जान्छौँ। अनि त्यसपछि त्यहाँ कार्यक्रम छ हाम्रो। कार्यक्रम सकेर हामी कहाँ जान्छौँ सालीमा? ट्राउट खाना होइन, ट्राउट खाना जान्छौँ हामी आज। रेनबो ट्राउट साथीहरूलाई ककनीको ट्राउट आज चखाउनु पर्ने छ। मैले चखाउने मात्रै हो, पैसा उनीहरूले तिर्छन्। आज हामीसँग नयाँ मान्छे राजेश दाई हुनुहुन्छ। राजेश दाईलाई तिराउने सबै पैसा अहिले फर्किन्छौँ सुन्यो भनेदेखि। किनभने हामी 3 पिप्ले आइसकेका छौँ होइन। अब 3 पिप्लेबाट हामी ओखरपौवातर्फ अगाडि बढ्छौँ। हामी वी आर स्टिल इन काठमाडौँ है गाइज। नर्मल्ली रुल अनुसार मैले यहाँ भिडियो बनाउनु नपाउने हो, तर अब कसैले थाहा पाएन, त्यो भएपछि मैले बनाइदिएँ। नर्मल्ली सभ्य नागरिकको हिसाबले मैले त्यहाँ भिडियो बनाउनु नपाउने हो। म यो भिडियो काटिदिन्छु, म काटिदिन्छु। सो गाइज, हामी नुवाकोट जिल्ला छोडेर अब काठमाडौँ जिल्ला काठमाडौँ जिल्ला छोडेर सरी फर माई मिस्टेक है। काठमाडौँ जिल्ला छोडेर हामी अब नुवाकोट जिल्ला प्रवेश गर्दैछौँ। ऐतिहासिक नुवाकोट जिल्ला, जुन चाहिँ मेरो एकदम आत्मीय जिल्ला, छिमेकी जिल्ला पनि रहेको छ। दाइ भरे भएको ठाउँमा है हामी छिमेकी जिल्ला पनि रहेको छ। हामी प्रवेश गरिसकेका छौँ नुवाकोट जिल्ला। दिदीलाई केही प्रब्लम भइदियो? म त फेरि एकदम हेल्पफुल मान्छे हो होइन। ठ्याप्पै स्टार्ट गरिदिइहाल्छु त्यहाँ रोकेर होइन। अब सेवा नै धर्म हो, ज्ञान नै शक्ति हो होइन। वाट इज दिस ब्ल्याक एनिमल? माई गड, युनिक। वाट इज दिस? भैँस। ओ भैँस। वाउ, आई फर्स्ट। ओके सो गाइज, हामी चाहिँ ककनी पुगिसकेको छौँ होइन। ककनी भ्यू पोइन्ट जाने बाटो लिएर हामी पुगिसकेका छौँ अहिले। सो हामी आज ककनी भ्यू पोइन्टतिर चाहिँ जाँदैनौँ। कसरी जानु ककनी होइन। तपाईँले हाम्रो लास्ट टाइमको ककनी भ्लग पनि हेर्न सक्नुहुन्छ, लिङ्क डिस्क्रिप्सनमा आउनेछ। यहाँ चाहिँ दिदीहरू स्ट्रबेरी, दिदीबहिनीहरू स्ट्रबेरी बेच्न बस्नुहुन्छ है। सो हामी यो बाटो हुँदै गयो भने चाहिँ हामी कहाँ पुग्छौँ? ककनी भ्यू पोइन्ट पुग्छौँ। अनि यो बाटो गयो भने चाहिँ पासाङ लामो राजमार्ग कन्टिन्यू हुन्छ है त। भिडियोमा आउनलाई मुसुक्क हाँसिन बज्छ यहाँ, सही हो। सो अब यो मासतिर गयो भने ऐँसिलो खान पाइन्छ। अहिलेको सिजनमा व्यापक ऐँसिलो खान पाइन्छ होइन। अब यहाँबाट डाइभर्स हुन्छौँ। राजेश दाईहरूलाई कुर्नुपर्छ, बाटो थाहा छैन तिमीलाई है। जालान फेरि ककनीमा के अरे रानीपौवा। ओके गाइज, हामी काउले भन्ने बजार आइपुग्यौँ अहिले होइन। अब यहाँबाट चाहिँ हाम्रो बाटो छुट्टिन्छ। सिधै गयो भने चाहिँ तपाईँहरू रानीपौवा 35 किलो हुँदै बटार निस्किनुहुन्छ। तर हामी यहाँबाट माथितिर जान्छौँ, यता नमुन्चेत गाउँतिर जान्छौँ। त्यही भएर हामी हाम्रो साथीहरूलाई यहाँ एकछिन प्रतीक्षा गर्छौँ है त। यो सिधै तपाईँहरू सिधै जानुभयो भने चाहिँ बटार बजार, बटार त्रिशुली पुगिन्छ।
गाइज हामी यहाँ साथीहरू कुरेर बसेको साथीहरू निकै पछाडि रहेछन् आइपुगेन नजै दुईटा बाटो आयो झुकिन्छ भनेर झन् कुरेर बसेको आउँदैनन् खोइ सिधै जाला रानी पौवातिर भनेर यहाँ बाटैमा बसेको झन् त्यहीँ त्यो परतिर त हो नि रानी पौवा भनेको हामी जाने अलि उता हो अहिले तल बाटो तल यहाँबाट उतै जान्छौँ हामी अहिले कहाँ हरा हामी हराएको होइन खोइ त हो त राइस दाईहरू हामी त धेरै बेर भयो त यहाँ आएको 5-7 मिनटभन्दा बढी भयो जाँदै गर्नु त तपाईँहरू एउटा टोली त आइपुग्यो अर्को टोली गएर आउनुभयो त गाइस हामी अगाडि बढ्छौँ अब हामी तपाईँहरूलाई कुरेको निकै बेर हराउनु भयो त हामी यसो भ्यू हेर्दैछौँ ए ल जाउँ यता भ्यूहरू छ पिच सुरु भएपछि यता आइसक्यो होइन पिच यता पनि पिच हो ल अब हामी यहाँबाट नमुन्चेत गाउँतिर लागिसकेका छौँ अब अलिकति केही हदसम्म पिच बाटो छ त्यसपछि फेरि हामी कच्ची बाटो हुँदै अगाडि बढ्नुपर्ने हुन्छ अब हामीलाई कति 15 मिनट लाग्ला है सानीमा 15 मिनट भने के बोले स्कुल पुग्नुलाई लाग्दैन रे सानीमाले भने मलाई चाहिँ लाग्छ जस्तो लाग्छ लगाउनु भयो नि बिस्तारै जानुपर्ने यहाँबाट भ्यू बबाल छ तर भिड छ है अब तराईका मान्छेहरूलाई पहिलोचोटि आउँदा डरै लाग्ने भिड छ अब हामी कच्ची बाटो छोडेर के अरे पिच बाटो छोडेर कच्ची बाटो लाग्छौँ भाइहरू आइरहनु भएको नि होइन अब हाम्रो यात्रा धेरै टाढासम्मको रहने छैन यहाँबाट 2 मिनट होला बढीमा स्कुल धुलो कहिलेकाहीँ म आफ्नो एक्स बाइकलाई मिस गर्छु यस्तो बाटोमा चाहिँ एक्स पल्सलाई अहिले यहाँ हेर सानसँग ए माथिबाट भिडियो खिच्दा पनि उतो रुखको माथि टुप्पा मात्रै आउँछ अहिले फेदैबाट खिच्नु पऱ्यो हाउ स्याड तर त्यहाँ 90,000 तिर्नु पर्थ्यो त्यो झन् स्याड हो होइन त्यो भिडियोको ओ यहाँ पनि एकदम उसको हिसाबले त एकदम नराम्रो रहेछ हाई टेन्सनको लाइन एकदम तल रहेछ त्यो एकदम बच्चाहरू पनि चढ्न मिल्ने ठाउँमा ओ माई गड यो त प्लेग्राउन्ड छ त यार यहाँ त पुरै बालुवा खानी रहेछ यार यो ठाउँ त है अनएक्सपेक्टेड यो बालुवा होइन त जम्मै अनएक्सपेक्टेडली बालुवा खानी रहेछ यार यहाँ कहाँ राख्नुभयो स्कुटर हामी जाने स्कुल आइसकेका छौँ स्कुलमा भिडियो नखिचौँ सो हामी गाइज महाकाली माविमा आइसकेको छौँ आजको हाम्रो कार्यक्रम चाहिँ यसै स्कुलमा रहनेछ अनि त्यसपछि हाम्रो यहाँ 1-1.5 घन्टाको टाइम स्पेन्ड गरिसकेपछि अनि हामी यहाँबाट फर्दर उता जान्छौँ यो चाहिँ अघि मैले भने जस्तै नुवाकोट जिल्ला ठुलो चित्रे नुवाकोट ककर्नी गाउँपालिका श्री महाकाली मावि हाम्रो कार्यक्रम यही ठाउँमा हुनेछ अहिले रमाइलो छ स्कुलको इन्भाइरोमेन्ट गाइज हाम्रो कार्यक्रम अझ सुरु भएको छैन स्कुल चाहिँ कस्तो मजाको ठाउँ त के भन्नु जस सुक्खा बालुवा खानी जस्तो रहेछ यहाँ कहाँबाट अनि यसपालिबाट एससी सुरु गर्न लाग्नु भएको रहेछ महाकाली माविमा 5 जना विद्यार्थी हुनुहुँदो रहेछ एससी दिने कस्तो छ स्कुलबाट भ्यू यता तलतिर जाऊँ है त एकछिन के छ यहाँ छेउबाट तल जाऊँ स्कुल तलको भ्यू हेरौँ कस्तो छ के छ रमाइलो हुनुपर्ने हो हाई टेन्सनको लाइनहरू पनि रहेछ यहाँ ओहो पानी चेप्यो मलाई के छ यो डिलमा कस्तो बोल्न अल्छी लागेको हो मलाई अनि यहाँको स्पेसियालिटी भनेको स्ट्रबेरी फार्मिङ तपाईँहरूलाई म जुम गरेर देखाउँछु है त स्ट्रबेरी देख्नुहुन्छ होला
स्ट्रबेरी फार्मिङ है यो पुरै गाउँभरि स्ट्रबेरी फार्मिङ हुन्छ केही रहेनछ डिलबाट तलको भ्यू मात्रै देखिन्छ होला हाई टेन्सन लाइन छ छैन जति डिल गयो त्यति हुँदो रहेछ म यो डिलसम्म पुगेर चाहिँ देखाउँछु तपाईँहरूलाई रिस्की ठाउँ हो हुन्छ ओहो तल कस्तो राम्रो गाउँ रहेछ यार दामी कस्तो राम्रो गाउँ रहेछ नि त ल यस्तो छ यो गाउँ कस्तो मन पर्यो मलाई है सबैको रातो जस्ता पहिला रसुवामा थियो गतलाङ ब्ल्याक भिलेज भनेर अहिले यहाँ रेड भिलेज भन्न मिल्ने रहेछ अनि स्ट्रबेरीहरू हेर्नु न यो टल्केको सबै स्ट्रबेरी हो है यिनीहरू त्यही छ गाइज है त्यही छ हाम्रो प्रोग्राम चाहिँ अझै स्टार्ट हुन बाँकी छ प्यारेन्ट्सहरू आउँदै हुनुहुन्छ र हामी कुरिरहेछौँ आइडी कार्ड लाएर हिँडेको छ आज कलेजको सेन्ट्रल डिपार्टमेन्ट अफ साइकोलोजी त्रिभुवन विश्वविद्यालय नुवाकोटको गाउँमा अब अहिले एकछिनमा कार्यक्रम सुरु भएपछि म फेरि भेट्छु तपाईँहरूलाई अनि हामी फेरि फर्दर कुराकानी गरेर जोडिनेछौँ है त गाइज सी यू गाइज म यो जङ्गल वाकमा निस्केको छु अहिले ओहो जङ्गल वाकमा निस्किँदा दुईजना मान्छेहरू भेट्यौँ मैले बाटोमा कतातिर कता हो हामी पानी लाएर आएको कहाँ निस्किन्छ यो बाटो अनि पदेरामा पँधेरा त तल पो हुन्छन् के अरे माथि हुन्छन् र अनि तलको गाउँको लागि तल पँधेरो छ माथिको गाउँको लागि माथि पँधेरो छैन त अनि पानी चाहिँ कहाँ अनि पानी त धाइरोबाट आउँछ नि त ए मलाई थाहा छैन होला यसो पँधेरोतिर पसेर म त जारको खाइरहेको पानी कहाँ आउँछ नि थाहा छैन मलाई फेरि चार पालाको जारको पानी खान्छु नि त म त जार सहरको हो चार नि त पाला अनि सोचेको सहरको हो नि त म त जानु माथितिर पँधेरो छ यसो बिसाउनु पानी पनि खानु ल ल ल ल धन्यवाद धन्यवाद अगाडि चाहिँ बाघहरू आउला हेरेर जानु है ए हस् धन्यवाद गाइस बाघहरू आउँछ अरे है बाटोमा यो बाटोमा स्थानीयले भन्नुभयो जङ्गल सल्लाहकारी हल्का रमाइलो फर्केँ म पनि यस्तो छ पारा बुढो भइसक्यो तर केटाकेटी जस्तो कुराकानी गर्न छोडियो होइन आफू त यस्तै पाखा पखेरामा जन्मेर हुर्केको मान्छे पँधेरा त थिएनन् के अरे हाम्रो गाउँमा घरैमा पानी आउँथ्यो पहिला त ल्याउँथ्यो के अरे आफू त गइएन के हो यो सही हो ल सो गाइज हाम्रो कार्यक्रम चाहिँ सकिसकेको छ आजको लागि स्कुलमा अनि म चाहिँ यहाँ बच्चाहरूले फुटबल खेलेको हेर्न गइरहेको छु यहाँ यता रमाइलो भयो के खेलेको तिमीहरूले डन्डी बियो आँखामा लाग्छ नि यहाँ भाइ बहिनीले फुटबल खेलेको हेर्न आएको छु म चाहिँ मलाई मेरो पुरानो दिनहरू याद आएर गाइज हामी स्कुलको कार्यक्रम सकेर अब ट्राउट खान आछौँ स्कुलको कार्यक्रम सबै सकेर अब हामी ट्राउट खान आछौँ यो हिमाली रेनबो ट्राउट माछा फर्म ककनी गाउँपालिका नुवाकोट निगालेमा अब हामी मस्त ट्राउट खाएर अनि काठमाडौँ फर्किने है गाइज यी भोकाहरू मेरो पछाडि नाङ्गाहरू आउँदैछन् भोका नाङ्गाहरू देख्न सक्नुहुन्छ ट्राउट मेरो अगाडि यहाँ हेर्नु त कस्तो मजाको सर्लक्क ओहो दामी ल दामी ल दामी 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 ए बबाल गाइज हामी स्कुलको कार्यक्रम सक्सेसफुली सकेर अहिले यहाँ के अरे हिमाली रेनबो ट्राउटमा आछौँ
हिमाली ट्राउट खोइ तराईको ट्राउट खोइ तराईको ट्राउट भ्यागुता माउ भन्नु होला चेपा काँडा माउ अब हामी ट्राउट खान्छौँ के अरे ल्याम्मा ल्याम्मा भन्न आइरहेको भातसँग मजाले ट्राउट खान्छौँ हेलो गाइस आज चाहिँ हामी साइकोसोसियल अवेरनेस एउटा स्कुलमा चाहिँ कुन स्कुलको नाम महाकाली मावि महाकाली माविमा स्कुलमा कोअर्डिनेट गरेर 2 दिन अगाडि आएर प्रब्लमहरू एसेसमेन्ट गरेर आज चाहिँ अवेरनेस प्रोग्राम गरेर आएको एकदम इफेक्टिभ भयो 15जना गार्जियनहरू आउनु भएको थियो उहाँहरूलाई चाहिँ मेन्टल हेल्थ के हो मेन्टल हेल्थ के कारणले हुन्छ स्ट्रेस म्यानेजमेन्ट कसरी गर्ने स्ट्रेस म्यानेजमेन्ट गरेको टेक्निकहरू सिकाएर सिकेर आयौँ होइन धेरै कुरा सिक्यौँ सिकेर मल्टिकल्चरको प्रोजेक्ट प्राङ जोजोदेखि छामे माइबिनो नामसारी थाम्दोजी सकाएर यो पागल हो रेनबोट जे पाइले बोल्छ पछि ल भन्यो यसरी भोकाहरू टक्क खानाको प्रतीक्षामा बसिरहेछन् अनि हाम्रो ट्राउट माछा आउँदैछ यहाँ अरू माछाका भुराहरू नाचिरहेछन् खोला नाला ट्राउट माछा सबै समेटिएको छ ओके गाइज हाम्रो ट्राउट फ्राई एक लट आइसकेको छ ल है मलाई टाउको राखिदिनुपर्छ ल गाइज हेलो हाम्रो ट्राउट एक लट आइसकेको छ कस्तो मजाको खै टाउको दामी आइसक्यो खत्रै चाहिँ गाइज ल बप्पा ल दिदी मेरो छ है ल हामी इन्जोय गर्छौँ है त अब ट्राउट ओ गाइज ल ओ भात आइसक्यो मासु खोइ त मासु माछा मलाई हो सबै तपाईँ त पहाडै उठाउनु भएछ हनुमानजी भन्नेवाला यो माछा दाल भात तेरिका होइन तै भात भयो भाइकोमा हो थप खाना त त्यो रामले भात खाएको एलिस राई हामी जन्मेदेखिबाट ल गाइज इन्जोय मिल बोन एपेटिट अब हामी अब यसरी भोजन गर्न गइरहेछौँ साथीहरू तपाईँहरू पनि आफ्नो आफ्नो घरमा बसेर खानु होला है त हामी दिन्नम कति हाल्यो र सही हो केटी भन्छ मैले आज 2 महिनालाई पुग्ने भात खाएको छु अब त्यति तुर्नी हो मैले तुर्नी भन्नु थालेँ यार हुँदा यो भात पुर्नको लागि अब हामीले फेरि अलिकति ट्राउटको ग्रेभी मगाउँदैछौँ अब फाल्नु भएन ट्राउटको झोल ग्रेभी एउटै भात तुर्न मैले तुर्न भन्नु थालेँ यार हुँदा त्यो सन्दर्भमा लाग्यो ल गाइज हामी ट्राउट खाएर पनि अब उकालो लागिसकेको छौँ अब हामी काठमाडौँ फर्किने हो अनि भोलिबाट त अफिस पनि जानुपर्छ आज एक दिन मात्रै हो फ्री अब यो हाम्रो मास्टर्स लेभलको अन्तिम प्र्याक्टिकल सक्यो आजबाट यी मुलामुली यी साथीभाइहरूसँग आइरहनु नि पर्दैन काट्छु म त्यो ओके सो बाई बाई हिमाली रेनबो ट्राउट अन्टिल नेक्स्ट टाइम आज मैले भात खाइदिएँ मैले फागुन 7 गतेपछि आज चैतको कति गते आज भात खाएको ल अब यो बाटो बटार निस्किन्छ नुवाकोट त्रिशुली हाम्रो घर जाने बाटो यतै नि पुरानो 1 आवर अलि बढी मेरो भ्लगमा आयो भनिदेऊ न सबैले आयो भनिदेऊ न मेरो भ्लगमा आयो भनिदेऊ न तिमीहरू कहाँ जाने हो के हो तिम्रो नाम
सफल तिम्रो नाम के हो दिप्सन दिप्सन अनि उसको सौगात तिम्रो सौगात हो अनि उसको आयुष अनि तिमीहरू कहाँबाट आएको स्कुलबाट के हो स्कुलको नाम स्कुलको नाम के हो श्री परमेश्वरी आधारभूत ए कहाँ भेटायो नि उखु हाम्रो दिल्ली हो दाँतै छैन अनि केले खान्छ उखु यहीँ गर त यहीँ गर त ए ल ल बाई बाई 20 रुपैयाँ दिनु न 4 जना छन् हँ यहाँ 2 जना हेर्नु 20 रुपियाँ छैन यार मसित छ 20 रुपियाँ देऊ त तपाईँको ब्लगमा 1000 लाइक आओस् ल धेरै धेरै धन्यवाद सब्सक्राइब पनि 1000 होस् भन न है तपाईँले भिडियो हाल्छ हाल्छ नि के हो अबिज ब्लग्स भनेर सर्च गर ल युट्युबमा फलो गर्ने है ल बाई बाई कति क्युट तपाईँको भ्लगमा 1000 लाइक आयो यसरी है भिडियो त खिचेको छ नि यसले भिडियो त खिचेको होला उनीहरू डेली हिँडेर अनि हामी आज एकदिन हालेर अनि उनीहरूको समस्या समाधान हुने हो र फेरि स्कुल लाइफमा त यही हो नि रमाइलो हेर कति डिलमा हिँडेका छन् बच्चाहरू हो नि हो त यस्तो छन् जिस्काउने सक्छ कसैले सक्दैन नि फेरि हाम्रो साथीहरूको स्ट्रबेरी टिप्ने कार्यक्रम चलिरहेछ यता स्ट्रबेरी टिप्दै हुनुहुन्छ ल हाम्रो स्ट्रबेरी पनि तयार भएर आइसक्यो हेर चायमा आउनु होला स्ट्रबेरी ज्ञानु दिदीको है त सम्झिनु होला ज्ञान दिदीलाई सम्झेर स्ट्रबेरी लिन आउनु होला म चाहिँ फेरि म हैन फेरि उहाँ दिदी तपाईँ होइन उहाँ हो ज्ञान दिदी भनेको अनि यो उहाँको स्ट्रबेरी बारी सो गाइज हाम्रो स्ट्रबेरी किन्ने कार्यक्रम पनि सकिसक्यो अब चाहिँ हामी सुई चिया खाने ठाउँमा जान्छौँ चिया खाएर अनि त्यहाँबाट हामी छुट्टिन्छौँ अझै हामी नुवाकोटै छौँ रमाइलो भयो आज जे होस् धेरै पछि मैले भिडियो बनाएको आज गाइज चिया खाइयो साइलो दाइको चिया कर्नरमा चिया चाहिँ अब फेरि खानु पर्ला है दारीकोमा गएर खाने गाह्रो भयो के मुख बिगारेको चिया खाएर यत्रो बाजे छिटो गर ढिलो गर्ने चिया खाइयो खानालाई पनि आधा घन्टा लगाउँछ नि आज त बरु सकेर आयो अस्ति कति गोरा आएका नि खाने टाइम लाग्यो हँ दिदी कति गोरा आएका नि या खाऊ क्या छिटो आज मेरो सङ्गतले होला टी सर्ट खुइलेर हो कि सर्ट खुइलेर यसको रिफ्लेक्सन हो धुलोले होला क्या अहिलेको सही हो ल धुलोले पनि हो मैले हिजो क्लिन्जिङ गरेको नि अब हामी काठमाडौँ दारी भाइको चिया पसलमा गएर फेरि एक लट चिया खान्छौँ अनि त्यसपछि हाम्रो आजको प्रोग्राम यहीँ सकिन्छ त्यही हो हेर्नु होला भ्लग सबैले अन्तिमसम्म आज त्यस्तो स्पेसल त केही पनि छैन जस्ट प्रोग्राम गरेको एउटा सानो झल्को मात्रै दिएको छौँ मेरो साथीहरूको पनि रिभ्यू लिन्छु म है त गाइज हामी दारी भाइको चिया पसल वसुन्धरामा आइपुग्यौँ अब चिया खाएर हामी यहाँबाट बिदा हुने कार्यक्रम छ होइन बिदा हुने होइन बिदा हुने हो आरती गर्छ नि अब आरती त अब तपाईँहरू अगरबत्ती गर्नु न त्यहाँ मिनु के कस्तो लाग्यो आज कार्यक्रम भन्नु त बवाल बवाल भयो के भयो रमाइलो भयो रमाइलो भयो नाइस एक्सपिरियन्स धेरै राम्रो एक्सपिरियन्स नुवाकोट जिल्ला कस्तो लाग्यो तिमीलाई रमाइलो लाग्यो रमाइलो लाग्यो पहिला जाँदाभन्दा अहिले के फरक पायो पहिला अलि धुलो कम खाइएको थियो आज अलि बढी धुलो खाइयो बढी धुलो खायो त्यही हो बाहिर कस्तो लाग्यो ठिक थियो ठिक राम्रो थियो तपाईँ खुसी हुनुहुन्छ त्यति खुसी भनेर खुसी चाहिँ छैन भित्रै पीडा छ होइन रमाइलो भयो रमाइलो भयो पीडा त हुन पाएँ नि मेरो जिन्दगीमा ठिक छ ठिक छ ल पाइयो ल कस्तो लाग्यो आजको रमाइलो भयो ट्राउट मिठो दिदी कस्तो भयो आज एकदम रमाइलो इफेक्टिभ मेरो लागि यत्रो टाढा बाइकमा राइड सायद फर्स्ट टाइमै होला होइन स्कुटरमा स्कुटरमा बाइक नभन्नु न ए अस्ति आफूले चलाएर आज युले चलाएर गएको तर एकदमै राम्रो मैले सोचेको थिएँ कि मैले यसरी इजिली गर्छु भनेर तर रमाइलो भयो ल आजको अब हाम्रो अन्तिम वक्ता कस्तो लाग्यो युवराजजी तपाईँलाई जस्तो लाग्यो रमाइलो भयो
यस्तै हो प्रोग्राम सक्सेसफुल भयो जुनसुकै दिन हामी मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रम गर्छौँ यिनी यस्तै हुन्छन् 3 दिनसम्म हामी बोलाउँछन् त भन्नु हुँदैन त्यस्तै हुन्छ काट्नुपर्छ टोट हालिदिनु त्यसमा यस्तो बौलाहरूको सङ्गत गरेपछि बौलै हालिन्छ नि त यस्तो त्यो वर्ड भन्नु हुँदैन है भर्खर त्यस्तो उसको बारेमा पढेर आएको ए उनीहरूलाई पो भन्नु न हामी त भन्नै बिर्सौँ हामी भन्नु के भने हामी त झन् नेक्स्ट लेभलको क्र्याक तिमी होला ल समीक्षा गरिदिनु अनि हो, अब दाइ समीक्षा गरिदिनु अनि आजको सकाइदिनु राम्रो भयो मिठो भयो छोटो भयो मिठो चाहिँ ट्राउट होला होइन मिठो ट्राउट भात अनि गाजर र मुला मुला पानी त्यो स्ट्रबेरी खाएन स्ट्रबेरी पनि खाइयो चोरेर मजा आयो ल गाइस त्यही हो सबैजना रमाइलो भएछ अब सबैजनाले यो भिडियो हेर्नु होला अन्तिमसम्म लाइक गर्नु सब्सक्राइब गर्नु सेयर गर्नु कमेन्ट गर्नु धेरै माया देखाउनु भन्दै हामी बिदा हुन्छौँ बाई 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 को फाउन्डर को फाउन्डर बाई बाई हामी